सबैमा जय श्री कृष्ण। त्यो उत्तम पुरुष यानी परमात्मा परिपूर्णतम साक्षात पूर्ण ब्रह्मको परम धाम, उसको मूल धाम अर्थात यो संसारको अन्तिम लक्ष्य कस्तो छ त? कोटि योजन विस्तीर्णे सुधा सिन्धौ सुरेश्वरी रत्नद्वीपे ब्रह्मपुरे नित्य वृन्दावन स्थितम। पटल 32 माहेश्वर तन्त्रको 77वां श्लोक हो यो। भगवान शंकर पार्वतीलाई भन्नुहुन्छ, हे सुरेश्वरी, कोटि योजन यानी करोडौं योजन विस्तारवाला अमृतको समुद्रमा रत्नै रत्नले, नवै रत्नले बनेको रत्नद्वीप छ। वहाँ ब्रह्मपुर नामको धाम छ, जहाँ नित्य, जसलाई नित्य वृन्दावन भनेर भनियो। यहाँ वृन्दावन भन्दै गर्दा हामी भारत भूमिमा रहेको वृन्दावनको बुझ्छौँ होला, त्यो होइन, यो अनित्य वृन्दावन हो। अनि नित्य वृन्दावन एउटा अर्को पनि छ, जसलाई गोलोकको हृदयमा स्थापित छ भन्ने गरिएको छ। तर यहाँ नित्य वृन्दावन भनेर त्यो पूर्ण परमधामलाई इङ्गित गरिएको छ है। त्यो कस्तो छ त भन्दा, न यत्र शोको न भयं मृत्युर्वा कालो न यत्र प्रभवेदनन्तः। त्यहाँ न कुनै शोक छ, न भय छ, न मृत्यु छ, यहाँसम्म कि जहाँ कालको पनि मापन हुँदैन, यानी समयको कुनै मापन हुँदैन, समय नै छैन, त्यो अनन्त थियो। भगवान शंकरले पार्वतीलाई भन्दै हुनुहुन्छ। अन्य लोकमा गोलोकसम्म पनि श्राप परेको कथा हामी पाउँछौँ। श्राप जहाँ पर्छ, जहाँ रिस राग द्वेष हुन्छ, त्यहाँ श्राप आदिका समस्या हुन्। यहाँ त त्यस्तो केही पनि छैन। अब त्यो कस्तो छ त त्यो धाम? मणिमन्दिर मध्यस्थ रत्नसिंहासन स्थितम स्वामिन्यासलिष्ट वामाङ्ग सखी मण्डल वेष्टितम। त्यहाँ त्यो रत्नै रत्नले बनेको ब्रह्मपुरमा अनि त्यो एउटा ठुलो महल छ अरे, मणिले नै बनेको मन्दिर छ। अनि त्यसमा अझ रत्नहरूले बनेको सिंहासन छ। त्यो सिंहासनमा स्वामिनी यानी राधा सहित भएर परमात्मा बायाँतिर राधालाई राखेर, अझ त्यति मात्रै होइन, कयौं सखीहरू त्यहाँ वेष्टित भएर मण्डलहरूले घेरिएर बसेका हुन्छन्। तिनै स्वरूपलाई, त्यही स्वरूपलाई उत्तमः पुरुष पश्येत ध्याने साक्षात् दिवस स्वयं ततस्तापो भवेत् तीव्र विहरेण फलात्मकः। त्यो साधक, जुन साधकले यो स्वरूपको ध्यान गर्नुपर्छ, उत्तम पुरुषको ध्यानमा साक्षात रूपले जसले पनि देख्छ, त्यो फल रूपले उसलाई विरह र ताप हुन्छ अरे। एकदमै हृदयमा विरह आउँछ, ताप आउँछ, दुःख। कस्तो दुःख जस्तो देखिन्छ भने आनन्दमय दुःख। म कति बेला त्यहाँ पुगौँला, कति बेला म उनै त्यो जाजल्यमान मूर्ति, ती परमात्मा, ती राधा, ती कृष्णसँग म विलय हुँला भन्ने खालको ताप हुन्छ। अब त्यो परमधामको बनावट कस्तो छ भने, उपेतम नवखण्डैश्च नवरत्नमयैः शुभैः नवभूम्यात्मकैश्चित्रै रुद्यान परिमण्डितम। अब त्यो परमधामको बनावट कस्तो छ, यहाँ संक्षिप्तमा मैले माहेश्वर तन्त्रकै 37वां पटलबाट यसलाई लिएँ। परमात्मा 9 खण्डले युक्त हुनुहुन्छ, यानी त्यो परमधाम जो छ 9 खण्डले युक्त छ, अनि 9 रत्नवाला छ र 9 भूमिवाला विचित्र उद्यानले युक्त। विचित्रै चित्रै रुद्यान परिमण्डितम। विभिन्न प्रकारका बगैँचाहरू छन्, त्यहाँ कमी केही पनि छैन। त्यो उद्यानले युक्त मन्दिर छ, त्यो मन्दिर त्यो सबै बगैँचाको बीचमा छ, यानी परिमण्डित छ। त्यो करोडौं योजनले विस्तारित भएको
अब त्यसको तेस्रो र मध्यतिर 9 कोठाले युक्त 4 रेखा छन्। यानि यस्तो रेखाङ्कित भएको छ जसका कोठा 9 निस्किन्छन् हैन। अब ती 9 खण्डहरू जो छन् ती 9 खण्ड के का छन् भन्ने बुझिन्छ। मध्य जो बीचमा छ त्यो पद्मराग नामक रत्नले बनेको छ जसलाई आनन्द भूमि भनिन्छ। त्यहाँ आनन्दै आनन्द हुन्छ। आग्नेय कोणमा, आग्नेय भनेको सूर्यको यो पूर्वको दायाँपट्टि, पूर्व कोणको जो पूर्व दिशा हुन्छ त्यसको ठ्याक्कै दायाँ हाततिर पूर्वतिर फर्किएर दिशा मापन हुन्छ। आग्नेय कोणमा पुष्पराग नामको रत्नले बनेको छ, त्यहाँ चिदानन्द छ। त्यसपछि दक्षिणमा वज्रमणित जो वज्रमणिले वेष्टित छ त्यहाँ वैराग्य छ। अब त्यसपछि नैऋत्य कोणमा मरकत मणि छ जहाँ महासन्तोष प्राप्त हुन्छ। पश्चिममा प्रवाल मणि छ जसलाई प्रेम भूमि भनिएको छ। वायव्य कोणमा नीलमणि छ जहाँ भुक्ति। उत्तर कोणमा इन्द्रनील छ जहाँ यो ज्ञान भूमि हो। ईशान कोणमा गोमेदमणि छ, मणिले बनेको छ है, त्यहाँ मणि पाइन्छ भनेको होइन कि त्यो निर्माण गरिएको छ, त्यहाँ प्रकाश। र पूर्वमा महामौक्तिक मणिले बनेको खण्ड छ जो रतिभूमि मानिएको छ। भगवान शङ्कर पार्वतीलाई भन्नुहुन्छ तदा प्रभृति देवीसी लीला मेनाम रहस्थितः ध्यायामि ध्यान योगेन निर्विकल्पेन चेतसा। तब हे देवी एकान्तमा रहेर म यिनको लीलाको धामको यो जो लीला छ यसभित्र हुने यसको ध्यान निर्विकल्प चित्तले गर्ने गर्दछु म एकान्त भएर। त्यसैले मलाई जसले पनि जति बेला पनि ध्यानमग्नमै देखेका छन् म कसको ध्यान गर्छु भने म यहाँकै लीलाको ध्यान गर्दछु। अब हे पार्वती तन्मध्ये देवदेवेशी मणिनैकेन निर्मितं समकालो दितानेक कोटि चन्द्रार्क भास्वता क्वचिन् नीलं क्वचित् रक्तं क्वचित् कृष्णं क्वचित् शीतं दशभूम्यात्मकं श्रीमत् स्मरेन् निजमन्दिरम। त्यसैको मध्यमा जो मध्यभूमि छ त्यो मध्य खण्डमा आनन्द भूमि छ। त्यो आनन्द भूमिमा ब्रह्मपुर धाम भनेको जो मेन मन्दिर हो, जो घर हो परमात्माको, त्यहाँ छ। अब त्यो उसको मध्यमा निज मन्दिरको स्मरण गर्नुपर्दछ भन्नुहुन्छ। जो ब्रह्मपुर धामको जो मध्य स्थित छ त्यहाँ निज मन्दिर भनियो, जो सुखालय हो, जो परमात्माको बसोबास गर्ने सम्झ्यौँ न हामी है। त्यो निज मन्दिरको स्मरण गर्नुपर्दछ जो एकै मणि एकै समयमा उदित हुनेवाला अनेक करोडौँ चन्द्र एवं सूर्यद्वारा चम्कँदै गरेको जस्तो देखिने। त्यहाँ सूर्य चन्द्रमा हुँदैनन् फेरि। कहीँ नीलो कहीँ रातो, क्वचित नीलम क्वचित रक्तम, कहीँ कालो कहीँ सेतो 10 भूमिवाला निज मन्दिरको स्मरण गर्नुपर्दछ। अब भनाइको तात्पर्य यो 10 तलाको रहेछ भन्ने बुझियो है। 10 भूमि भनेको 10 तलाको रहेछ। अब अर्को श्लोकमा के लेखिएको छ भने यो 47वामा छ चतुष्षष्ट्या मणिस्तम्भै चतुर्दिक्षे विराजितं तत्र सिंहासने ध्यायेत् कृष्णं कमललोचनम्। 64 मणिका खम्बा भएको, मणिले बनेका 64वटा खम्बा भएको त्यहाँ बीचमा एउटा सिंहासन छ अरे त्यो निज मन्दिरको भित्र। त्यो सिंहासनमा कृष्ण कमललोचनवाला परमात्मा परम आनन्द स्वरूप सच्चिदानन्द स्वरूप परमात्मा त्यहाँ स्थित हुनुहुन्छ। आहा कति सुन्दर कुरा। 12 सहस्राणि प्रियाणाम शोधपङ्क्तयः। आसपास परमात्मा श्री कृष्णको आसपास 12 सहस्राणी भनेको 12,000 सखीहरूका अलग अलग पंक्तिहरूले घेरिएर बस्नुभएको रहेछ। जय श्री कृष्ण, जय श्री राधा, राधा कृष्ण।
अब हेर्नुहोस् है, यमुनयाः परेकुले निजधाम प्रतिष्ठितम् उपरास्मिन् महेशानी धामस्या दक्षरस्य तु। यो 7औं पटलको माहेश्वर तन्त्रको 60वां श्लोक हो। अनि त्यो कस्तो छ भने यमुनाको पारिपट्टि एक किनारामा यो परमधाम छ है। यमुनयाः परेकुले निज धाम प्रतिष्ठितम् अपरास्मिन्, त्यसको वारीपट्टि। अब हामी यहाँ छौँ संसारमा त हाम्रोतिर वारीपट्टि र पारिपट्टि हुने भयो। वारीपट्टि अक्षर भगवान, जो हामीले गीताको श्लोकमा जसको नाम लियौँ, शेरश्चाक्षर एव च द्वाविमौ पुरुषौ लोके हो। वारीपट्टि त्यो बीचमा यमुना नदी बगेकी छन्। वारीपट्टि अक्षरको धाम छ भने पारिपट्टि त्यो निजधाम छ, जसलाई निजधाम भनिँदो रहेछ। माहेश्वर तन्त्रले यसलाई निजधाम भन्यो। कहीँ शास्त्रमा ब्रह्मपुर भनिएको छ, कहीँ परमधाम भनिएको छ है। धेरै आफ्ना आफ्ना भाषा र आफ्ना आफ्नो शैलीले त्यसको व्याख्या गर्छन्। अब हामी सृष्टि कसरी भयो त? अब त्यहाँदेखि त्यो चिज छ। जति बेला नापोर नाग्नेर न वायुर न गगन तले नोदिसो नैव कालः, पुराणहरूमा प्रश्न आउँछ। जति बेला केही पनि थिएन, एकमात्र परमात्मा हुनुहुन्थ्यो। उहाँ परमात्माले सृष्टिको सुरुवात, सृष्टिको प्रक्रिया कसरी बढायो भन्ने कुरा हामी अगाडि बढ्दैछौँ। जय श्री कृष्ण।